आज हामी काठमाडौँको एउटा यस्तो ठाउँमा छौँ जहाँ बाहिर व्यस्त सडकको कोलाहल छ, तर भित्र पाइला टेक्ने बित्तिकै एउटा बेग्लै शान्तिको संसार छ। यो हो कमल पोखरी। लिच्छवी कालदेखि नै काठमाडौँको गौरव बोकेको यो स्थान मल्ल राजाहरूको पालादेखि नै सांस्कृतिक र धार्मिक महत्त्वको केन्द्र रहिआएको हो। पुर्खाहरूले आस्थाका साथ जोगाएको यो पानीको स्रोत कालान्तरमा धेरै उतार चढावबाट गुज्रियो, तर आज यो स्थानले आफूलाई कति सुन्दर ढङ्गले पुनर्जीवित गरेको छ त्यो आफैमा एउटा उदाहरणीय कथा हो। पहिला एउटा सामान्य पोखरीको रूपमा रहेको कमल पोखरी आज एउटा व्यवस्थित अर्बन पार्कमा परिणत भएको छ। यहाँको व्यवस्थापन हेर्नुहोस्। खेल्ने चौर, बालबालिकाहरूको लागि सुरक्षित ठाउँ, बस्नका लागि बनाइएका सुन्दर पौवाहरू अनि वरिपरि रोपेका हरियाली रुख र दुबोले यसलाई सहरको इकोसिस्टम बनाइदिएको छ। पोखरीको छेउमा फहराउने फाउन्टेन र शान्त वातावरणले व्यस्त सहरको थकानलाई एकैछिनमा मेटाइदिन्छ। नेपालभर कतिपय ताल पोखरीहरू मासिँदै गएको र कङ्क्रिटको जङ्गलमा हराउँदै गएको अवस्थामा काठमाडौँको बीचमा यसरी प्राकृतिक स्थलहरू संरक्षण हुनु निकै सुखद कुरा हो। व्यस्त सडकबाट मात्र 2 मिनेटको दूरीमा यस्तो आनन्दको ठाउँ पाउनु आफैमा भाग्यको कुरा हो। यहाँ आउने मानिसहरू घुम्न, रिल्याक्स गर्न र यो शीतलतामा रमाउन आउँछन्। मात्र मानिसहरू होइन, सहरका चराचुरुङ्गीहरूका लागि पनि यो एउटा साझा आश्रय स्थल बनेको छ। काठमाडौँ महानगरपालिका 1 मा अवस्थित यो कमल पोखरीले सहरलाई सन्तुलनमा राख्न, जमिन मुनिको पानीको सतह कायम राख्न र हामी सबैलाई प्रकृतिको नजिक ल्याउन ठूलो भूमिका खेलेको छ। आधुनिकता र परम्पराको यो सुन्दर मिलन साँच्चीकै काठमाडौँको मुटु हो। यदि तपाईँ अझै पनि यहाँ आउनु भएको छैन भने एकपटक आउनुहोस् र यहाँको शीतलता महसुस गर्नुहोस्। हामीले हाम्रो इतिहास र यस्ता प्राकृतिक स्थलहरूलाई यसरी नै जोगाएर राख्नुपर्छ। महु नमस्ते नेपाल। यस्तै हाम्रा सहरका कथा र जानकारीका लागि हामीसँगै जोडिनुहोस्। धन्यवाद।